मिसइन्फर्मेसन अरूमा छर्न पाउनुहुन्न यो एउटा आन्दोलन थिएन यो थियो केवल कार्यक्रम त्यो पनि एउटा शान्तिमय बुझ्नुभयो होइन प्रहरीले त रोकिरहेछ जसरी हिजो पनि तपाईले हिजो रोक्नु पाउँदैन हामीलाई रोक्नु भनेको हाम्रो आवाज दबाउन खोज्नु युनाइटेड हुनु हो र हामीलाई युनाइटेड हुन दिनुपर्छ हामीलाई कुनै यसमा रोकटोक हुनु पाउँदैन र पाउने पनि छैन हामी अगाडि बढ्न खोज्छौँ नै हो आइसक्यो अब यो कन्टिन्यू गर्ने पनि छौँ हामीहरू अब साथीहरूलाई जोडाउनको लागि हामी यहाँ ल्याउन खोज्दैछौँ होइन युनाइटेडको कुरा गर्दै हुन्छ यही तपाईको अगाडि एउटा समूह विगतदेखि आन्दोलन अरू पनि साथसाथै उहाँहरूसँगै अरू पनि हुनुहुन्छ नि त उहाँहरू मात्र त हुनुहुन्न नि त उहाँहरू सबैजनासँग हामी युनाइटेड भएर अगाडि बढ्ने निर्णय हामीले जुन लिएको छौँ त्यो हामी गरिरहेको छौँ र त्यो एउटा प्रोसेस पनि जारी रहि नै रहेको छ यो बुझ्दिनुहोस् हजुरहरू जति पनि छन् हाम्रो जिल्ला 77 जिल्लाकै सबैजना कोही पनि यहाँबाट एक्सक्लुडेड हुनु हुँदैन सबैजना इन्क्लुडेड हुनुपर्छ फैलाउने काम नगर्नुहोस् कोही पनि यति रिक्वेस्ट हो हामीलाई सरकारले पनि सहयोग गर्नुपर्छ सबैजनाको सहयोग हामीलाई चाहिन्छ हामी यहाँ कुनै पनि जस हजुरहरूको मात्र ग्रुप पनि छैन हामी मात्र पनि छैन हामीहरू सबैजना छौँ र सबैजना इन्क्लुजन हुनुपर्छ त्यो बारम्बार यहाँनिर कुरा उठाइरहेको सबैभन्दा हाम्रो मेन उद्देश्य नै के थियो त युनाइट हुने थियो नि त त्यो मजाले भइसकेको छैन कहाँ त्यो लिडरमा केमा किन गइरहेको हजुरहरू किन गइरहेको युनाइट हुँ न पहिला भन्दैछौँ त सबैजना मजाले युनाइटेड भइसकेको छैन अगाडि बढौँ भन्छ कसरी बढ्नु अरू सुन्नुहोस् मेरो कुरा सुन्नुहोस् अरूहरूको एग्रिमेन्ट भइसकेको छैन अरूहरू युनाइटेड भइसकेको छैन अरूहरू मजाले युनाइटेड यदि साँच्चै हिसाबमा युनाइटेड हुनु छ भने प्रश्नलाई मात्र उत्तर दिनु उता मात्र फोकस गर्नुस् भन्नु त हावाको कुरा मात्रै भन्दियो हावाको कुरा हुँदैन कसरी यसरी कुरा हावाको कुरा भने हामी यत्रो पछाडी भन्नुस् कसरी हावाको कुरा भयो कसरी लागि छेकिन सक्दैन अरू पनि उहाँले हामीले आह्वान गरिरहेको छ आउनुस् भनेर उहाँहरूलाई पनि हामी आह्वान गरिरहेको छौँ उहाँहरू पनि सडकमा हुनुहुन्छ उहाँहरू पनि सडकमै हुनुहुन्छ अनि हामीले अरूलाई पनि युनाइटेड गर्नको लागि भनेर यो कार्यक्रम हामी फेरि जारी राख्न खोजिरहेको छ उहाँहरूले रोक्नु भएन कोहीले रोक्नु भएन उहाँहरू पनि हामीसँग उठ्नुहुन्छ सबैजना युनाइटेड हुनु पर्यो यो प्रोसेस जारी छ भन्दैछौँ के सडकमा भएर युनाइटेड हुन्छ कि वार्ताका लागि सुन्नुहोस् कार्यक्रम त गर्नु पर्यो नि सर हामीहरूले चाहिँ कल आउटको लागि गरेको हौ कार्यक्रम गर्दाखेरि यहाँ पनि हेर्नुहोस् हिजो कतिजना हामीहरू भेला भयौँ होइन यसरी नै यहाँ कतिजना भेला हुनु बाँकी नै छ के अझ पनि बाँकी छ त्यही होस् भनेर चाहिँ हामीले अझै कार्यक्रम यो निरन्तर जारी राख्न खोजेको चाहिँ हाम्रो उद्देश्य चाहिँ त्यही हो क्या युनाइटेड हौ अझै धेरै हौ हामी अझै यहाँनिर कतिजना छौँ होइन त्यो पनि अझ कम छौँ हामीहरू अझै कतिजना यहाँ रहन बाँकी नै छौँ र त्यही हामी सबैजना हुनुपर्छ भनेर यो कार्यक्रमलाई चाहिँ हामीहरूले चाहिँ कन्टिन्युटी दिएको कारण त्यो हो यति बुझिदिनुहोस् हजुरहरू यति हो मिडियाकर्मीहरूले पनि हजुरहरू पनि हामीलाई प्रश्नमाथि प्रश्न उठाउनु भन्दा बरु सहयोग गर्नुहोस् न कसरी गर्न सक्नुहुन्छ सहयोग गर्नुहोस् हजुर हामीलाई त क्वेसन अनावश्यक क्वेसन सोध्नुभन्दा कसरी हजुर